मुकुलजी, राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसदहरूलाई तपाईले किन सेवा गर्नु भएन? म लक्ष्मण बनेर मैले सेवा गरिरहेको हो उहाँलाई राम सोचेर। ल तपाईले सेवा गर्नु भएको रहेछ, ल मैले माने। अनि तपाईँ रवि लामिछाने जेल जाँदा चाहिँ किन खुसी हुनु पर्यो? रवि जेल जाँदा चाहिँ ठीक, रवि जेल जाँदा चाहिँ बेठिक हुने हुन्छ। ल भयो, यो सब कुरा छोडौँ। अनि तपाईले यस्तो रविको खेदो खनिराख्नु भएको छ, अनि तपाईको के बिगार्दिनु भएको रवि सरले? मलाई उहाँले आत्महत्या गर्ने लेभलसम्म पुर्याउनु भयो। टच कुन लेभल छ त मेरो मोबाइल फोन खोज्न लगाउनु भयो। म यस्ता हावा कुरा नगर्न। जब त्यो मोबाइल खोज्दैमा कोही आत्महत्या गर्छ यार। यी कुराहरू मान्छेलाई थाहा छैन। यी कुरा थाहा छैन? के कुरा? उहाँले सोनी वाग्लेले के भन्नु भन्दाखेरि नेपाललाई भुटान बनाइदिने भन्ने कुराहरू भन्नुभयो। रुको जरा, सबर करो, बोला धक्का मुक्की नहीं करने का, आराम से लेने का। हाँ, नेपाललाई भारतको राज्य बनाइदिने कुरा उहाँले गरिसकेपछि यस्ता हावा कुरा नगर्न यार। एउटा देश छ नेपाल, अनि दुईटा देश बनाउन मिल्छ यार एउटा देशलाई? यस्ता हावा कुरा नगर्न यार। यो मान्छेले किन पार्टीबाट निष्कासन गरे भनेको त यस्तो पो रहेछ, ठिक गरेछ निष्कासन गरेर। राष्ट्रिय स्वतन्त्र पार्टीबाट म निष्कासन भएको छैन भनेपछि राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासन चाहिँ भएको होइन। तर राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछाने क्लबबाट क्लबको नाममा त्यो कब्जा गरिएको छ। गजब बेइज्जती है। यस्ता हावा कुरा नगर्नु। उहाँ रविमा कारागारमा छन्, अनि कसरी हुन्छ रविको कलम? खबरदार, घुत्राको खबरदार। कोही बोलिस भने तेरो खैर छैन। बाबु, राजतन्त्र होइन यो, गणतन्त्र हो। बोल्न पाउने अधिकार छ। त जस्ता जाँठाले भनेर म चुप्प लाग्छु। तुर कामदे कामे अरे? रवि लामिछाने कामे भन्न खोज्यो होला। कहाँ कामे हन्? अस्ति पुरै चितवनमा मन्छु भनेर त्यस्तो जोसिलोसित भनेको थिएँ। हावा कुरा नगर न। प्रमाण देखाउनु पर्छ भने देखाइन्छ, काका देखाउनु पर्छ हैन? प्रमाण देखाउनु पर्छ भने देखाउँछु अरे। सुरुमा प्रमाण देखाउँछु भन्ने, पछि प्रमाण देखाउने बेला गगन थापा जस्तै मुसा दुलाया छिर्ने त होला नि। चुप्प लाएर बसिया हो। मैले कडै भने क्या हो? बोलम न बोलम। आजको रवि लामिछानेलाई कता न कता ओलीको शैली मन पर्छ। केपी शर्मा ओलीको शैली मन पर्छ अरे? मन पर्छ नि, मलाई पनि मन पर्छ नि। कति मिठो उखान टुक्का सुनाउँछन्, कति मिठो कथा सुनाउँछन्। त्यो शैली त एकदम राम्रो छ नि। तर बड्डाले भ्रष्टाचार गर्छन् र पो हो त। यो फस गया सीएम भनेर अझैसम्म पनि उहाँ सरकारमा टाँसिराख्नु भएको छ। सरकारमा टाँसिनु त राम्रो कुरा हो नि। सरकारमा टाँसेर पछि त्यही केपीलाई जेल हाल्नु परेन? अलिअलि दिमाग लाउन बुढा यार। पछि उहाँलाई कता न कता देउबाको शैली पनि कता न कता चित्त बुझ्छ। मेरो पारा तातिसक्यो, भनिरहेको छु यिनीहरूलाई जेल हाल्नको लागि हो भनेर। यिनीहरूलाई जेल हाल्ने हो क्या अब? त्यही भएर टाँसिराखन् बड्डा। कुरो बुझ न यार। मुकुल ढकालको शैली बालपना लाग्न सक्छ। बालपना लाग्छ नि, दिउँसै गाँजा खाएर यस्तो कुरा गरेपछि। बालपना लाग्छ नि, दिउँसै गाँजा खाएर यस्तो कुरा गरेपछि। नमस्कार साथीहरू, धेरै दिनपछि मैले फेरि नयाँ भिडियो लिएर उपस्थित भएको छु। हाम्रा नेपालका नेताहरू आजकल एकअर्कालाई गाली गर्छन्। जो विपक्षी दलमा छ त्यसले गाली गर्छ। सरकारमा भएका नेताहरू पनि एकअर्कालाई गाली गर्न कम पर्दैनन्। कोही यसरी पनि देश बन्छ र अरूलाई गाली गरेरै मात्र देश बन्छ जस्तो लाग्छ। तर स्टन्ट गरेर देश बन्दैन। स्टन्ट सुन्नुभयो त सुनिता फ्याउरीको कुरा? गाली गरेर देश बन्छ अरे, स्टन्ट गरेर देश बन्दैन अरे। स्टन्ट गरेर देश बन्दैन भन्ने कुरो त हामीलाई पनि थाहा छ। यो फ्याउरीले सिकाइराख्नु पर्दैन। अनि अर्को कुरा, 12 वर्ष कुकुरको पुच्छर ढुङ्ग्रामा राखेपछि जस्ता तस्तै भने झैँ यो सुनिताको सोच पनि कहिल्यै बदलिन्न। हुन त सङ्गतै हजुरबाको छ। हजुरबाको सोच राम्रो भए पो आफ्नो पनि सोच राम्रो हुन्थ्यो। हजुरबाले भ्रष्टाचार गरे पैसा, ब्याजे पैसा लाएर हजुरबाले ब्याजे पैसा खान थालेपछि आफ्नो नातिनीलाई भात खुवाउनु पर्छ भन्ने कुरो पनि थाहा रहन्छ। त्यही भएर हेर्नु त बिचारी नातिनीले मिटिङमै जुम्रा खानलाई छिन्। छ्या, यस्तो यो जुम्रै खाने मान्छे कस्ताकी छोरी होली? थर्के होला? कहाँ जन्मेकी होली? जन्मिएकी म काठमाडौँमै हुर्किएकी। म नेवार समुदायकी ज्यापीको छोरी हुँ। वाइल्ड क्रेजी ड्रिमर हुँ म, वाइल्ड क्रेजी डुवर पनि हुँ म।
त्यसो नगर्नुहोस्, बुझ्ने भाषामा बोले भइगयो नि, जनताले बुझ्ने भाषामा बोले भइगयो नि, त्यसो गर्न पाइन्न भने हन हनुमानजी, यो सुनिता डङ्गोल भन्ने यो फ्याउली त खतमै रहेछ नि। तपाईँ हनुमानले बुझ्ने गरी त बोल्दिन पर्छ। तर मैले आजसम्म नेवार समुदायले यसरी जुम्रा खाएको चाहिँ देखाएको थिएन है। सुरु त एकजनाबाट त हुन्छ, सजिलो छैन हो। सुरु गर्नुहोस्। अब सुरु एकजनाबाट हुन्छ भने तपाईँबाटै सुरु गर्न पर्यो एउटा चिज। तपाईँले अब सेफ्टी ट्याङ्कीमा हुन्छ नि प्रसाद, हो त्यो गाएर पनि सुरु गरिदिनु पर्यो। अनि मलाई भन्नुहोस्, देश विकास गर्न कसरी काम गर्नुपर्छ? योजना अनुरूप काम गर्नुपर्छ, काममा इमानदारिता हुनुपर्छ। हजुरको हातमा माया गाउने बेलासम्म पो काममा इमान्दार हुनुपर्छ भनेर बोल्नुहुन्छ होला त। काम गर्ने बेला त खल्तीमा होला के अरे ऊ विकास त खल्तीमा ज्याम ज्याम ब्यागमा ज्याम ज्याम होला। Let's not be the complainer only. Let's be the solution. के भाषा बोल्या हो? शिक्षक जति यहाँ काठमाडौँमा छन्, शिक्षकलाई सोधौँ भने हाम्रो बुझ्ने भाषामा बोल्नु न। त्यसो नगर्नुहोस्, बुझ्ने भाषामा बोले भइगयो नि, जनताले बुझ्ने भाषामा बोले भइगयो नि। हनुमान दाजुले भनिसकेपछि त अब त नेपाली भाषा बोल्नुहुन्छ होला। ल अब आइन्दा नेपाली भाषा बोल्नु होला। यस्तो नचाहिने भाषा नबोल्नु के। अब इङ्ग्लिस त सरहरूलाई आउँथ्यो, सरहरू नै उहाँ आन्दोलनमा छन्, अनि हामीले कहाँबाट सिकाइ माग्ने? उहाँ आन्दोलनमा शिक्षकहरू भएर हामी यहाँ पढ्नै पाएनौँ। मेरो 12को इक्जामै रोकिया छ। त्यो प्रधानमन्त्रीलाई पनि भन्नु, त्यो प्रधानमन्त्रीको त नामै लिन मन लागेन मलाई। भेटे भए सिधै गोली ठोकिदिन्थे भनेर भन्थ्यो अरे पल्ला आएर साइराले। भेटे भए सिधै गोली ठोकिदिन्थे भनेर भन्थ्यो अरे पल्ला आएर साइराले। आजकलका हामी नेपालीहरू भोट दिने बेला 5,000 को लोभमा, मासु भातको लोभमा भोट दिन्छौँ। अबदेखि चाहिँ यस्तो नगर्नु होला। 84 मा मासु भात होइन, दही चिउरातिर लाग्नु होला। दही चिउरा मतलब सेतो राम्रो कुरा गर्ने। त्यो मासु त कुइया हुन्छ, त्यही भएर त अहिलेसम्म कुइया काम गरिरहेछन्। अबदेखि राम्रो नेता जो छ चुनियो, आफ्नो पार्टी भनेर हुन्न। अब आफू सबै हामी नेपाली स्वतन्त्र भएर जसले राम्रो काम गर्छ त्यसलाई चाहिँ भोट दिनुपर्छ भन्ने सुझावका साथ छोरीको नामबाट आएको मुद्दा लड्नलाई चाहिँ को पेशी थियो। भनेपछि छोरीले नै के साल्दिएको? हजुरले गलत काम गर्नुभयो क्या? नत्र त त्यसै त्यो छोरीले बिचारीले केस हाल्नु नपर्ने। 2 वर्षभन्दा बढी भइसक्यो मुद्दा नहाल पैसा दिन्छु भनेर पैसा भएको भेटिदिएको पनि हो। सब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ। कस्तो आलु जस्तो कुरा गरे होला। सुरुमा छोरीलाई अन्याय गर्ने अनि त्यसपछि पैसाको पावर देखाएर मुद्दा नहाल भन्ने। त्यो छोरीले ठिक गरे हो। हजुरले त मुद्दा हालेर जेल हाल्नु पर्छ। ये फंस गया सीएम। बालकबाट बालिक हुने बित्तिकै आमालाई मुद्दा हाल्नुपर्छ भनेर उनलाई थाहा हुँदैन। ऊ पनि मानसिक टर्चरमा हो नि। नाबालकमा कसलाई थाहा हुन्छ र मुद्दा हाल्नलाई? अब ठुलो भई हजुरले अन्याय गर्नुभयो होला, मुद्दा हाल्दी ठिक गरे अनि यस्ता आमाहरूलाई त मुद्दा हाल्नुपर्छ। कुनै पनि छोरीहरूले कसैको बहकाउमा लागेर, बाउको कुरामा लागेर यति सानो कुरा चाहिँ मलाई ठिक लाग्यो। के कुरा भनेपछि हजुरले भन्नुभयो अरूको लैजाइमा लागेर मुद्दा हाल्नुहुन्न, यो कुरा ठिक हो। तर आफूले अन्याय छ, आफूले अन्याय गरेको छ भने मुद्दा त हाल्न पर्यो नि। अच्छा हमको सिखा रिया है। मुद्दामा आमाको खिलाफ मुद्दामा आफू वादी बनेर आमालाई प्रतिवादी बनेर मुद्दामा साइन नगर, एकदमै गाह्रो हुन्छ कि साथीहरू। नेपालमा बलात्कार बढ्नु अनि अपहरण बढ्नु हो यस्ता आमाहरूले गर्दा हो। हेर्नु त आफू बच्नको लागि के भन्छ, मुद्दा नहाल अरे गाह्रो हुन्छ अरे। यो भनेको अब बलात्कार गर्यो अरे एउटालाई, एउटा केटाले एउटी केटीलाई बलात्कार गर्यो अरे के गाह्रो हुन्छ भने मुद्दै नगर्नु? चिनिएको मान्छे मलाई सोसियल साइटमा रुन हाँस्न केही गर्न पनि कुनै पनि अप्ठ्यारो लाग्दैन कि। इज्जत भए पो रुन लाज लाग्छ त। इज्जतै छैन के मन्दै लाग्ने हो लाज? म सोसियल साइटमा जन्मेको मान्छे, सोसियल साइटमै केही कारणले चाहिँ बाँचेको मान्छे, गरी खाएको मान्छे होइन। तपाईँलाई मैले भने तपाईँले सोसियल मिडिया साइटबाट हुर्किनु भयो, बाँच्नु भयो, अहिले त्यहीबाट आम्दानी गरेर खाइराख्नु भएको छ। त्यो खाइराख्नु भएको छ भन्दैमा छोरीलाई अन्याय त गर्नु भएन नि। अनि
मुद्दा गर्न के कति खर्च लाग्दो रहेछ नि हेर्नु मान्यता नै हुँदैन पैसै पैसा केही नभए पनि यसो ठ्यास उभिएको नि पैसा यति गर्नु पैसा त्यही भएर मलाई यो वकिल लाग्न पनि मन नलागेर म त्यो वकिलले त त्यही कानुन पछि तपाईलाई पैसाको अभाव छ हैन त पैसाको अभाव छ भने म एउटा वकिल दिन्छु तपाईलाई नेपालको प्रधानमन्त्री वकिल हुन अरे बड्डा अस्ति फिल्ममा सुन्नु भएन म दिन्छु न्याय भनेको थियो नि उ हेर्नु त तपाईहरुले अवश्य पाउनुहुन्छ म दिन्छु सुन्नु भयो नि म दिन्छु न्याय अरे दिन्छन् बड्डाले फिक्स है हजुर जस्ता अपराधीलाई यो न्याय दिने सोझा साझा जनता जो निर्दोष छ तिनलाई त हाल्छन् भित्र तपाईँ यदि अपराधी हो भने जानुस् न्याय माग्न फिक्सै दिन्छन् न्याय आडे रहेछ नि मान्छे आडे हैन लाडे नै रहेछ धारा उपधारा त्यही मात्रै त भन्ने हुन् भनेपछि तपाईँ रोइराख्नु भए यस्ता उपधारा धारा भन्ने वकिल चाहिएन भने मैले अघि भनिसकेँ तपाईँलाई केपी ओली बड्डा छन् उखान टुक्काउने राम्रो सुनाउँछन् हँसाउँछन् बुढाले तपाईँलाई केपी ओलीकै खाँचो छ जानुस् मेरो कुरा त मेरो पीडा त मलाई थाहा छ नि के भएको कसो भएको त मैले भनिहाल्छु तपाईँलाई पीडा छ भने तपाईँले यहाँ सोसियल मिडियामा यो देखाउनु छैन तपाईँ जानुस् अदालतमा केही छानबिनको प्रक्रिया होला त्यहाँ तपाईँलाई पनि बोल्न दिया होला भन्ने हो त त्यहाँ प्रमाण पेश गर्ने हो त अहिले आएर उडान ठेउला कुराहरू नि बोल्नु त्यही त हो नि वकिलले बोल्न पाएपछि आमा हो भने पनि नठानिकन जे पाए त्यही नभएका ब्लेमहरू आरोपहरू यताउति लाउँछन् ओर्छन् के भन्छन् होइन पहिलो कुरो त तपाईँ त्यो वकिलको आमा चाहिँ होइन तपाईँ हो आमा सिर्फ त्यो छोरीको छोरीले मलाई अन्याय भयो न्याय दिनुहोस् भन्दै त्यो प्रमाण दिएपछि वकिलले प्रमाणको आधारमा कुरा गर्छ तपाईँ यस्तो उडान ठेउला कुरा गर्ने मलाई भोक पनि लागिरहेछ भोग्लाहा भने घरमा खाजा छ भने खानुस् होइन भने त्यो सिकाना खा त घिउ सङ्गेर खानुस् अगाइन्छ टन्न पाएर म यति मात्रै भन्न चाहन्छु कि के हो कुरा भन्नु न त सामे सञ्जाल मेरो कारणले धेरै समाज परिवर्तन भएकै छ जसले जे मानोस् नमानोस् या यति धेरै मैले मानुन् त्यो कुरो मलाई बाल भएन तर मैले चाहिँ मान्दैन तपाईले यदि समाजको लागि सकारात्मक पक्षमा परिवर्तन गरिराख्नु भएको छ कि के गरिराख्नु भएको छ त्यो त अब छोरीलाई परेको अन्याय हो कि छोरीले तपाईँलाई अन्याय गरेको त्यो अदालतले गर्छ त्यसपछि तपाईँले समाजको लागि के गर्नु भएको रहेछ त्यो हामी आफूले मनमा लिन्छौँ तपाईँलाई भन्नुपर्ने हो भने नि मैले अर्को भिडियोमा भनौँला तर अब तपाईँहरूले पनि यदि केस गर्नुहुन्छ भने तपाईहरुको आफ्नो पार्टनरलाई सुरुमा आफूले मनपरी गर्ने त्यसपछि दुईटाको सहमतिमा मनपरी गर्ने त्यसपछि चाहिँ केस गर्ने यो प्रविधि नेपालमा धेरै उच्च छ त्यही भएर चाहिँ यो मैले भिडियो बनाएको हो यो भिडियो चाहिँ गाली नगर्दिनु होला मलाई यो चाहिँ रोस्टको रूपमा लिदिनु होला कमेडीको रूपमा लिदिनु होला अब को न्याय छ कोलाई अन्याय परेको छ कोलाई न्याय छैन त्यो त मेरो विषयको कुरो होइन त्यो त अदालतले निर्णय गर्छ अनि तपाईहरुले च्यानललाई सब्स्क्राइब गरिदिनु होला नजिकै बेलायकनलाई अलमा सेलेक्ट गरिदिनु होला र जति सक्दो मेरो च्यानलको सब्स्क्राइब चाँडो भन्दा चाँडो 1000 सब्स्क्राइब पुर्याइदिनु होला 1000 सब्स्क्राइब पुगेको उपलक्ष्यमा केही न केही गिफ्ट तपाईहरुलाई पनि आउनेछ रुको जरा सबर करो बोला धक्का बुक्की नहीं करने का आराम से लेने का हाँ तपाईहरुको 2-4 दिनको माया लप पर्ने अनि लप पर्दा चाहिँ माया प्रेम सब गर्ने दुई पक्ष मिलेर पछि फ्याट एउटालाई फसाउने काम चाहिँ नगर्नु होला धन्यवाद केपी चोरले भ्रष्टाचार बाहेक अरु केही गर्न सक्दैन यो औलोले तपाईलाई के गरे हेर म झार्दैन अरे रेस्पेक्ट गर्न आउँछ कि नै के बोले हो बाजे सम्झाइदिनु त यसलाई के फुर्ती गर्छस् तपाईले तपाई बर्तान नौ खै भन्नुभयो बाजे तपाईले के फुर्ती गर्छस् नेताको चाकरी गर्ने झोले भएर तपाईले फुर्ती गर्छस् आजभोलि हाम्रो नेपालको संसदमा चाहिँ के भइरहेछ यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले कहिले कसैलाई माया गर्नु एउटा भुल गरे मैले होइन यो नेता त कि पागलै भइगयो के हो यार आफ्नो लभको कुरा पो गर्छ हो यस्तो पागल कुरा गर्ने भएर त त्यसले पनि छोडियो नि त्यो देशको कुरा गर्ने हो संसदमा गएर के आफ्नो लभको कुरा गर्ने हो बासै उठाउने कस्तो यो खेल भयो जीवनमा धेरै धेरै नै झेल भयो छल गर्यो मायाले सबैको देख्छु हाँसेर खुसी शिखरको बाटोमा आफ्नो त बरै भाग्य नै फाट्यो मायाकै फाटोमा होइन आजकल हाम्रो नेपालका नेता संसदमा जानभन्दा अगाडि एक गिलास कोहीले गाँजा चढाएर जान्छन् कि हो
त्यहाँ त देशको कुरा गर्न छोड के आफ्नो गरिरह मैले दिए जति झिक तुलो जोखौँ आज कसको माया कति यी सबैले मलाई यहाँ डिप्रेसनमा पुर्याउनु लाए बरु यिनलाई यहाँ हुस्कुल्ला चुसाउनु पर्ने स्थिति आउला जस्तो छ म कल गर्छु हेलो साउजी मलाई 5 केजी हुस्कुल्ला अर्डर है मेरो म अहिले लिन आउँछु त्यहाँ रेडी बनाऊ यहाँ नेपालका नेताहरूलाई यहाँ हुस्कुल्ला नचुसाइ भएन म अहिले लिन आउँछु त्यहाँ रेडी बनाऊ यहाँ नेपालका नेताहरूलाई यहाँ हुस्कुल्ला नचुसाइ भएन सुनिन्छ गीत सुनिन्छ कुनै दिन त्यो अगाडि नाच पनि हेर्न सकिएला ए दिदी नाच हेर्न सकिएला हैन यहाँ नाचिसक्यौ यो हाम्रो नेपालमा के भइरहेछ के पत्रकारलाई नै उहाँ प्रश्न सोध्ने कलाकार अरे प्रश्न सोध्ने कलाकारले पनि एउटा ठीक छ अमितका साथ सोध्नु पर्यो नि प्रश्न सोध्ने कलाकारले पनि एउटा ठीक छ अमितका साथ सोध्नु पर्यो नि यिनले त गाँजा खाए हावादारी कुरा गरे हुँदा हुँदा यी आमाले पनि के भनिछिन् हेर्नु न चोटला छ कुकुरलाई नाम लिछिन् ढुक्कुरलाई अझ कनी कनी स्वास्थ्यलाई कामना गरिन् हेर्नु त पोखरामा पर्यटन वर्ष 2025 लाई उद्घाटन गर्ने क्रममा भएको दुर्घटनामा परि घाइते हुनुभएका उपप्रधानमन्त्री तथा काठमाडौँ महानगरपालिकाका मेयरप्रति हार्दिक शीघ्र तथा पूर्ण स्वास्थ्य लाभको हार्दिक शुभकामना व्यक्त गर्दछु हाम्रा नेपालका नेताहरू हो यस्तै यस्तै नचाहिने कुरा गर्छन् नबुझेर कुरा गर्छन् र त यसरी भारत अनि विभिन्न देशमा घुमेर आउँदा यस्तो हालत हुन्छ अब मैले भने पताउनु न होला ऊ मन्त्रीकै मुखबाट सुन्नु भारत भ्रमणको क्रममा हामी चाहन्थ्यौँ उहाँ प्लेन चढेर भर्खर उहाँले नै उद्घाटन गरेको पोखरा विमानस्थलमा झर्नुहुन्छ होला भनेर दुर्भाग्यवश भैँसी चढेर आउनु परेको कुराहरू आए मुर्रा हो मुर्रा मजाक गरेर बोलेको हो हैन मजाक बोलेको त हैन मालुम है तेरो बात को मत दिगा मुर्रा तिम्रो मुर्रा भन म अब हुस्कुल्ला लिएर आउँछु तिमीलाई हुस्कुल्ला चाहिए हुस्कुल्ला नचुसाइ भएन बल्ल हुस्कुल्ला चुसाएपछि दिमाग आउँथ्यो कि धन्यवाद गाइजहरु तपाईहरुले असल नेता नचुन्नुको कारण यस्तो हालत भएको छ हाम्रो नेपालमा दिउँसै गाँजा खाएर यस्तो बोल्छन् अब यस्तो बोल्न नदिनको लागि तपाईहरुले 84 मा हाम्रो नेतालाई हैन राम्रो नेतालाई चुन्नु होला पीडा त थाहा भयो होला शिक्षकहरुलाई पनि 29 दिन आन्दोलन भएको 29 दिन पछि माग पूरा भएको छ हाम्रो एक्जाम पनि हुनेवाला छ पर्सिदेखि अब आजदेखि मैले भिडियो हाल्न पाउँदैन लास्ट हो भिडियो यो भिडियो चाहिँ कहिले आउँछ मलाई थाहा छैन मलाई नै थाहा छैन कहिले एडिट हुन्छ कहिले के हुन्छ त्यो मलाई थाहा छैन तर तपाईहरुले मलाई सपोर्ट गरिदिनु भएको छ अझै सपोर्ट देखाइदिनु होला च्यानललाई सब्स्क्राइब गरिदिनु होला नजिकैको बेल आइकनलाई अलमा सेलेक्ट गरिदिनु होला लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला यस्ता नेताहरुलाई भोट हैन लातका लात हान्न लहट्नु होला दर्शकगण नमस्कार आज कुरा गरौँ विद्युत प्राधिकरणको विद्युत प्राधिकरणमा हितेन्द्र साक्य आएसँगै विद्युत प्राधिकरण घाटामा छ भनेर भनिसकेका छन् कुलमान घिरसिंह नेपाल विद्युत प्राधिकरणमा हुँदा उद्योगीले अटेर गरेर पैसा तिरिराखेन भनेका थिए उद्योगीहरूले अटेर गरेर बक्यौता दिइरहेको छैन तपाईहरुले फेरि 5 अर्ब घाटामा छ त्यो जाबे 1-2 करोड उठाएर के हुने हो र भन्नुभयो होला 1-2 करोड हैन 10-15 अरब उठ्न बाँकी छ भनेर कुलमान घिरसिंहले भनेका थिए यो आफै सुन्नुहोस् महिनामा 10-11 अरब उठ्नु पर्ने रकम गर्दै गएर 8 अरब मात्रै उठ्न थाल्यो भने बक्यौता त रहन्छ कुलमानजीले 10 अर्ब उठ्ने ठाउँमा 8 अर्ब उठ्यो भने सकिन्छ घाटा लाग्छ भन्नु भएको थियो
तर अब त्यही 8 अर्ब पनि उठान्छन् क्या हो, त्यही भएर त अहिले माइनस ला होला। कुलमानले भैँसी ब्यायो पाडो पायो भन्छन्, उता हितेन्द्रले भने कहाँ भैँसीले पाडो पाउनु, पाडोले चाहिँ भैँसी पाओ भनिरहेका छन्। हो यस्तै भने झैँ चलिरहेको छ हाम्रो विद्युत प्राधिकरणमा लफडा। कुलमान घिरसिङले नाफामा छौँ हामी, अरबौँ अरब हामी नाफामा छौँ भनिरहेका थिए, तर यता हितेन्द्रले भने हामी 5 अर्ब घाटामा छौँ, अब 10 अर्ब सरकारसित ऋण लिने हो भनेर भनिरहेका छन्। र त छैन त पैसा, अब के गर्ने, ढाँटेर कति लुकाउने, भएको कुरा यही हो। नाति बाजे मिलेर पैसा खाएपछि विद्युत प्राधिकरणमा घाटा गयो होला। ल यो कुरो चाहिँ मैले पचाएँ। अलिकति बत्ती जाँदाखेरि हल्ला जाने गर्ने भनेको चाहिँ त्यो सोसियल मिडिया सिस्टमले होइन, त्यो तिमीले भनेको विद्युत जान्न यो त मिडिया बाजी हो भनेको कुरा चाहिँ म पताउन्न। मेरो घरमा बत्ती गएको भिडियो नै छ, ल हेर्नुहोस्। हाम्रो सुर्खेत वीरेन्द्रनगरमा बत्ती छैन। सब क्या देखना पड़ रहा है, अच्छा है मैं अंधा हूँ। फेरि लोड सेडिङ हुन्छ भनेर आइरहेछ नि। अगाडि 12 घण्टा चाहिँ उद्योगहरूमा भइराखेको थियो राति लोड सेडिङ, त्यो घटेर 4-5 घण्टामा घट्यो। हुन त त्यसमा जनताको घरमा बत्ती पुर्याउनु पर्छ भन्दैछन् कुलमान। हितेन्द्रले फेरि छुट्टै जनताको घरमा होइन उद्योगमा पुर्याउनु पर्छ लाइन भनिरहेका छन्। खैर जनताको लड्ने एकमात्र रहेछन् कुलमान। हामीले बुझ्नुपर्ने यही हो। सुरुमा हाम्रो पहिला 70 सालभन्दा पहिला हाम्रो नेपाल अँध्यारो थियो, लालटिन बालेर खाना पकाउनु पर्थ्यो। तर 70-72 साल यता हामीले जरामल्ल बत्ती नै बालेर खाना पकाइरहेका थियौँ। तर अहिले हितेन्द्र गएपछि बेलुकाको समयमा बत्ती जतासुकै गएको चर्चा छ। चर्चा मात्र होइन, मैले पनि स्वयं भोगेको छु। बेलुका दिनकै बत्ती आधी घन्टा 1 घन्टा गइरहेको छ। कुलमान आउँदा नजाने होइन, कुलमान हुँदा फेरि बिग्रिएको टाइममा मात्रै बत्ती जान्थ्यो, तर अहिले अनावश्यक विद्युत काटिरहेको छ। मैले तपाईँहरूलाई भिडियो समेत देखाइसकेँ। अब 84मा चुनाव यदि कुलमान उठेछन् भने चुनाव हाम्रालाई होइन राम्रालाई दिउँ। हाम्रा भनेका हितेन्द्र हुन्, राम्रा भनेका कुलमान हुन्। धन्यवाद। बेरोजगार हो हामीलाई बोलाउनु पर्यो। ल हामी त बेरोजगार भयौँ अरे, ल मैले माने। कमसेकम तपाईँहरू रोजगार भए मान्छे, तपाईँहरू कलाकार भए मान्छे, कमसेकम राम्रो सिर्जना त गर्नु न। राम्रो सिर्जना पो गर्ने हो त होइन भनेर भन्छु, फेरि चिप्लिन्छ। तपाईँको सिर्जना चिप्ले पनि टोयलेटमा चाहिँ नचिप्लिनु होला। उहाँ प्रचण्ड घाइते भएको कुरा त थाहा होला नि, फेरि गुचिस्न पर्ला। तपाईँले त अहिले पुरै हिट हुने गीत गाउनुहुन्छ, यति राम्रा राम्रा गीतको सिर्जना गर्नुहुन्छ, तर तपाईँ सानामा बहुत ट्यालेन्ट हुनुहुन्थ्यो होला। अनि त्यो तपाईँको इक्जाममा कति जति नम्बर आउँथ्यो नि? नागरिक नैतिक भन्ने थियो त्यतिखेर 30 पूर्णाङ्कको 35 आएछ कि। याद आयो यार, के नाटक गरिरह होला। तपाईँको इक्जाममा कहाँ 35 नम्बर आएको, 3.5 नम्बर आएको। त्यहाँ हाम्रो रिसिदै हेर्नु त के भने होइन, त्यहाँ हेरेर पुग्थ्यो कि मलाई। दाइ यार यस्तरी चिज चोरेपछि त अनि त्यो फेल भयो भने त तपाईँ पनि त फेल हुनुहुन्थ्यो होला। होइन ऊ फेल भयो म फेल हो। गएर सर्टिफिकेट देखाएको त सरले यो चल्दैन भन्छ नि। के कुरा गर्नुहुन्छ कि हजुर पनि यार, कहाँ त्यो 3.5 नम्बर आएको पनि सर्टिफिकेट हुन्छ र? अनि कहाँबाट चल्छ त त्यो फेक बनाएपछि? अनि किन चल्दैन, 10 को झन् 16 हुनु पर्यो। कहाँ त्यस्तो हुन्छ त? अनि तपाईँ कति कलासम्म गर्नु भएको छ त्यही कलास अनुसार हुन्छ नि। कहाँ त्यो 16 दुना 32, 10 को 16 यस्तो हुन्छ त? अनि तपाईँ खुसी भएर पुरै दौडिँदै आउनुभएको थियो रिजल्ट पेपर समाएर, कति आयो र नम्बर? 30 मा 32 पूर्णाङ्क ल्याइदिएछु। 30 मा 32 नम्बर आयो? के गरी आएछ 30 मा 32 नम्बर? जिरो आएछ भन्दाखेरि मैले पहिला जानेको गरेँ, त्यसपछि भाद्राङ बुतुङ अरू नजानेको गरेँ होइन। फेरि त्यही जानेको रिपिट गर्दै फेरि जानु नजाने त्यहाँ त मार्क्स त दिँदै जानु भयो। सर नै कन्फ्युज के 35 कति आयो? तपाईँ आजकल पछाडि हुनुहुन्छ अरे, किन हो? ए उचाल देखाए त जहाँ पनि पछारिन्छु नि म। तर तपाईँ धेरै उचालेर पछारिए पनि तर त्यसरी पल्सालाई चाहिँ फसाउनु नपर्ने। झ्यापै जो कोहीलाई पनि विश्वास गर्ने होइन।
यसो गरौँ भनेपछि गरिहालौँ भन्ने टाइपको भएको हुनाले नि यहाँ यो भएको कि जस्तो लाग्छ। सबैलाई विश्वास गर्नु, तर यो समीक्षा अधिकारी शर्मिला वाइबालाई चाहिँ विश्वास नगर्नुला। फसाइँदैन बलात्कार केसमा। ऋषि दमलालाई त्यो शर्मिला वाइबाले धन्नै फसाएको होइन, धन्न पत्रकार अनि पावर भएर बचिरहेछ त्यो बुढो। हेर्नु त अब उचालिँदैन नि त। अब चाहिँ आफै समातेर बस्छु। समझ्यौ? सही भन्नुभयो। आफ्नो सामान आफै समाएर बस्नुपर्छ। फेरि त्यो सामान फुत्कियो भने त फसाइदिन्छ 20 वर्ष जेलमा। अनि अस्ति त पुरै धुमधामका साथ हेलिकप्टर लिएर मेलामा जानुभएको थियो। आम्दानी त धेरै भयो होला नि, कति गयो? ल 1000 रुपियाँ दिएछ, कसैलाई नभन्नु रे। कसलाई भन्नु अब त 1000? ठुक्क त्यो 1000 रुपियाँको त त्यो तपाईँको जुत्ताको त्यो उनै खिए होला यार। यस्तो कुरा चाहिँ नभन्नु होला, लाज हुन्छ नत्र। भन्नु भने त मेरो बेइज्जत हुन्छ नि त होइन। यस्तो यो अरूलाई फसाउने प्रवृत्ति पनि एकदम बढ्यो के। त्यो मलाई पनि कसैले पठाएर यस्तो फसाउनु त होइन भन्ने लागिरहेछ। अब चाहिँ के गर्ने होला यार? त्यसो भए चाहिँ लपसप गर्नु भएन कि सिधै बिहा गर्नु पर्यो। कहाँ त्यो भैँसी पाडो किने जस्तो ल्याउने हो त यार। त्यो सुरुमा त अलिअलि बानी बेहोरा थपाउनु पऱ्यो, त्यसको लागि पटाउनै पऱ्यो नि। त्यतिखेर फसाइदियो भने 20 वर्ष गइन्छ कि भन्ने यहाँ चिन्ता लागिसक्यो। हुन त आफू सजग भएपछि अरूले बिना काममा के फसाउला र भन्ने लागिरहेछ। अनि दर्शकबिनहरू, कसैको जीवनमा ठेस पुगे, मलाई गएर नजिकै गएको प्रहरी कार्यालयमा होइन, नजिकै रहेको आफ्नो मम्मी बुवाको कार्यालयमा गएर गुनासो पोख्नु होला। सब क्या देखना पड़ रहा है, अच्छा है मैं अंधा हूं। र मलाई कल गर्नु होला, यो भिडियो डिलिट गर भन्नु होला। तर मैले भिडियो चाहिँ डिलिट गर्दैन। क्षमा प्रार्थी छु। कसैको जीवनमा मेल पुगेछ भने तपाईहरु आफै सुध्रिनु होला। यो चाहिँ तपाईहरु सुध्रिनुहुन्छ कि भनेर भिडियो बनाएको हो मैले। तर खास चाहिँ अब रोस्टान्ड चाहिँ आउँदैन मलाई, त्यसको लागि क्षमा। तर यो भिडियोको लागि च्यानललाई सब्स्क्राइब गरिदिनु होला, नजिकै रहेको बेल आइकनलाई अलमा सेलेक्ट गरिदिनु होला। तर यति कुरा भन्छु, अरूलाई गएर फसाउने काम चाहिँ नगर्नु होला। आफूलाई अन्याय भएको छ भने मात्र फसाउनु होला नै, केस गर्नु होला। त्यो फसाउने भने त षड्यन्त्र रचेर फसाउनु हो, बिना काममा फसाउनु हो। तपाईले आफूलाई अन्याय परेको छ भने मात्रै हो फसाउने, नत्र त्यो अरूको लैलैमा लागेर फसाउने काम त एकदम गलत हो नि। आफ्नै इज्जत जान्छ, पैसाको लागि इज्जत त फाल्नु भएन। फेरि त्यही भएर सम्झिनु होला, अलिअलि नसम्झे फेरि चिर्लिम च्याड होला नि फेरि।